सेवा हौवा तपाईहरु सम्पूर्णमा उहाँ बुवा आमा हुनुहुन्छ। उहाँहरु चाहिँ दुईजना मात्रै हुनुहुँदो रहेछ फ्यामिलीमा। अनि केही समय अगाडि हावापानी असिना आएको थियो। त्यो हावापानी असिनाले चाहिँ उहाँ बुवा आमाको घरहरु चाहिँ भत्काइदिएको रहेछ। अनि हामी चाहिँ अब उहाँहरुको कोही नभएपछि हामी चाहिँ श्रमदानबाट उहाँहरुको घर चाहिँ बनाइदिउँ भन्ने भयो। त्यही भएर हामी चाहिँ सबैजना ठाउँ-ठाउँको भेला भएर उहाँहरुको घर श्रमदानबाट बनाइदिउँ। अनि हामी पनि यताबाट गएको थियौँ। अनि यहाँनिर चाहिँ अब एकदमै खुसी हुन्छ। उहाँ बुवा आमा पनि हामीले उहाँहरुको घर बनाइदिसकेपछि उहाँहरु पनि निकै खुसी हुनुभयो। अनि हामी पनि एकदमै खुसी भयौँ। सबैजना अब उहाँहरुलाई खुसी दिन पाउँदा हामी पनि खुसी। अनि अब उहाँहरु पनि एकदमै खुसी हुनुभयो। अनि अब व्यक्तिगत रूपमा जे जति सकिन्छ अलिअलि सहयोग साथै श्रम पनि यसरी कार्य गर्दाखेरि चाहिँ एकदमै आफूलाई पनि खुसी हुने रहेछ। अनि अरूमा पनि खुसी भेटिँदो रहेछ, देखिँदो रहेछ, अरूलाई पनि खुसी दिन सकिँदो रहेछ। अनि यहाँनिर चाहिँ अहिले चाहिँ अब हामीले हाम्रो काम समापन गरिसकेपछिको भिडियोहरु यो चाहिँ। अनि उहाँ बाजे पनि एकदमै खुसी भएर नाचिरहनु भएको छ। उहाँ चाहिँ एकदमै खुसी हुनुभयो जुन हामीले उहाँहरुको घर चाहिँ बनाइदिएको थियौँ श्रमदानबाट सबैजना मिलेर। एकदमै खुसी हुनुहुन्छ सबैजना। अनि यो चाहिँ हामी श्रम गरिसकेपछि लास्टमा थकान मेटाउनका लागि केही छिन रमाइलो गर्छौँ र सबैजना खुसी पनि छौँ भन्दै लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि सेवा।